के गर्ने त साथीहरू दिन्छ अनि कसैको अब मैले युज भएर शिकार भएर बस्ने कुरा नि होइन यौन शिकार भएर त्यही भएर म आई वान्ट टु स्टे सिङ्गल कसैले माया गर्छ भने छोके गर्दैन भने पनि छोके म यत्तिकै बस्नु तयार कसैको यौन शिकार भएर किन बस्ने र के फाइदा र होइन नबस्ने अब के हो कोही लाइफ पार्टनर आए मस्त रिसले ठोक्छ ठोक्न दिन्छु म पनि म त धनी तेरो बुद्धि त किरा परोस् धनीलाई ठोक्न दिन्छु मजाले तिमीहरूलाई दिँदै दिँदिनँ म त दिने हो कोही आयो भने चाहिँ मलाई दिने हो तिमीहरू जलेर मरिस् तिमीहरूले जे होस् तिमीहरू मेरो सब दुश्मनहरू हो दुश्मनहरूलाई जलाउन आउँछ मलाई तिमी मेरो दुश्मन म तिमीलाई जलाउँदै बस्छु युके अस्ट्रेलिया बस्ने ह्यान्डसम केटालाई ठोक्न दिन्छु केटाहरूलाई ठोक्न दिन्छु कालो पुती कालो छैन दामी छ मेरो पुती दामी छ यस्तो राम्रो छ नि त मलाई कति मनपर्छ माया लाग्छ मेरो पुतीको वा 600 जनालाई चिकन ठोकाउँ अरे बिचमा ठोकाउने मैले ठोक्न दिन्छु कोही एकदम राम्रो चोखो कति राम्रो मेरो पुतु के गर्नु पाउँदैन साथीहरू के गर्छ त भनौँ ठोक्नलाई अब एज पनि भएन अब त 19-20 होइन अहिले त 25 हो नि त एज पनि भएन 6 इयर्सदेखि एन्ड अब कोही केटा आउला मेरोमा लाइफ पार्टनर सो अब रिस नै आउला आम रिस गर्ल नि त राइट न सो आम रिस एन्ड सो अब रिसले ठोक्छ अब मस्त अहिले ठोक्न नि सक्छ अहिले नठोक्न नि सक्छ अब अझ 5 इयर्स 6 इयर्स वेट गरेँ अझै 5-6 इयर्स वेट गर्छु अनि 10 वर्षसम्म बस्नु नि बल्ल अझै अनि त्यसपछि बल्ल 30 इयर्स म्यारेज हुन्छ 30-35-40 सम्म हुन सक्छ अब भयो भने नभए हुँदैन अब नभए पनि इट्स ओके तर पैसा चाहिँ कमाइरहन्छु आफ्नो सिङ्गल एक्लै लाइफ पनि बाँच्न रेडी मलाई त्यस्तो किसिमको छैन मेरो लाइफ माया नै छैन कसैसँग माया प्रेमै छैन त्यो के नसोच्नु इट्स ओके